हेलो नमस्ते सबैजनालाई एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू एन्ड गुड मर्निङ। आज चाहिँ मेरो ब्लग चाहिँ ब्रेकफास्टबाट स्टार्टिङ गरौँ। सो गाइज अब म चाहिँ चियाबाट स्टार्टिङ गरौँ है। म त फेरि चिया चाहिँ धेरै टन्न खानुपर्छ क्या, चिनी त फाइनली साथीहरू अब चाहिँ हामी बाहिर घुम्न जान लागेको। रेडी भयो है, अब रेडी भयो, लिपस्टिक रातो लगाएको नि। दिन पानी पर्दा चाहिँ हो हाम्रो चाहिँ घरमै खोला पलायो साथीहरू, कति सङ्लो पानी छ। तपाईँहरूकोतिर चाहिँ यस्तो भयो कि भएन होला, के नभोगेको। रेडी गाइस, हामी हिँडेको। आया म त हिँड्न पनि नसक्ने अवस्थामा छु हौ आज त। एकदम मौसम पनि सफा छ साथीहरू। आकाशमा चाहिँ अलिअलि बादल छ, तर अरू चाहिँ सब ठिक छ। चाहिँ त्यतिखेर चाहिँ यस्तो अँध्यारो थियो नि, झिक्री पनि पानी परेको थियो। अहिले चाहिँ एकदम रमाइलो भएछ। त्यही भएर पनि यसो निस्केको साथीहरू खाना खानको लागि। सो हाम्रो चाहिँ हुँदैन छैन, रमाइलो हुँदैछ है साथीहरू। काठमाडौँमा चाहिँ आज चाहिँ पानी निको भइसक्यो है साथीहरू। गाउँ जानुभएको साथीहरू चाहिँ अब आउनु होला। तपाईँहरूकोतिर चाहिँ के पानी पर्दैछ भने नआउनु। हस्पिटल छ, त्यो भन्दा अलिकति यतातिर बिस्तारै हेर्दै जानुपर्छ। मलाई पनि थाहा छैन, पसल त चिनेन के को। कहाँ चाहिँ हो त त्यो दिदीको पसल? खोज्दै जानुपर्ने हुन्छ नि त। यो पनि होइन, हो यो पो रहेछ त पसल त। हेलो
टेक्नु यहाँ पसल नचिनेर उता पर पुगेको नि ऊ परबाट आएको हिँड्दै हिँड्दै हजुर हजुरको पसल कहाँ मेरो म पार्नु छोडेको थुप्रै भयो हजुर कुन्ता काममा 2 दिन पानी परेर खतरा घाम चर्किन थाल्यो अब छाला साला उक्किने भयो अब चाहिँ हामी सातो बाटो पुग्दैछौँ साथीहरू सातो बाटोमा चाहिँ जाँदैछौँ एकदमै राम्रो छ है दिन चाहिँ राम्रो छ अब चाहिँ यस्तो पानी नपरोस् है हिजोको जस्तो पानी पऱ्यो भने त यतिखेर कस्तो डर लाग्दै बसिराखेको नि हिजो त बा मरिन्छ कि बाँचिन्छ कि भन्दै है तर पोहोर जतिको क्षति चाहिँ भएन हिजो अलिअलि चाहिँ भयो चाहिँ हामी घरको क्रस गर्दैछौँ साथीहरू अब बिस्तारै बिस्तारै हामी चाहिँ खोलाको छेउतिर जाँदैछौँ कस्तो छ अवस्था हिजोको लगभग हामी चाहिँ अब खोलाको किनारतिर आइपुग्यौँ बाटो माथिसम्म निस्किएछ नि त सबै फोहोर अड्किरहेछ यतातिर चाहिँ पसेन के अरे डुबेको थियो ए त्यो त डुबेको थियो फोहोर त यहाँतिर पनि सबै डुबेको थियो होइन यो चोटि चाहिँ यति धेरै चाहिँ निस्केन यहाँतिर चाहिँ यो पसल डुबेको थियो फोहोर यो होटेल यसपालि डुबेन के भिडभाड छ त यहाँ त हामी चाहिँ अब यहाँ चाहिँ पुलको छेउमा आइपुग्यौँ यहाँ चाहिँ एकदमै भिडभाड भएको छ यहाँ सुरक्षाकर्मीहरू पनि निकै धेरै भेला हुनुभएको छ यो पुलमा चाहिँ बारीले चाहिँ ठुलो ठुलो काठको मुराहरू ल्याएको भएर चाहिँ यहाँ चाहिँ त्यो पन्साउने काम हुँदैछ साथीहरू तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ चाहिँ सुरक्षाकर्मीहरू गाडी चाहिँ यताउता हुँदैछ एकदमै भिडभाड पनि छ अझै पनि खोला चाहिँ एकदमै ठुलो आइरहेको छ धमिलो धमिलो है यही फुलमुनि चाहिँ मुरा अड्किएको हो उतापट्टि निकालेर राखिराखेको छ मुरा चाहिँ अहिले निकालिसकेको छ मुरा चाहिँ अब चाहिँ निकालिसकेर त्यहाँ पन्साइराखेको तपाईँहरू देख्न सक्नुहुन्छ अब त्यहाँ लडिरहेछ त्यो बाटो उतापट्टि झन् ठुलो एउटा मुरा छ
सो अब डोरीहरू चाहिँ राख्दै हुनुहुन्छ निकालिसकेर। यो पार्कतिर पनि सबै पानी पसेछ। दुबोहरूले सबै दारी लगाइसकेछ नि त यहाँतिर चाहिँ।